स्पाइसी हेलो एभ्रिवान, आज चाहिँ म फेरि न्यू भ्लग लिएर आएको छु। मोमो पकाएर खाने। अनि म चाहिँ साथीहरू यहाँ किचन गइसकेको छु। यहाँ अङ्कल सामान सबै लिएर आएर यहाँ चाहिँ पिठो मुछिसक्नु भएको छ। त्यो सक्नुहुन्छ होला। हाम्रो पिठो चाहिँ रेडी भइसक्यो र यहाँ काट्न गइरहनु भएको छ प्याज टमाटर भन्दा। अनि फर्स्टमा चाहिँ अङ्कलले प्याज काट्नुभयो हुँदै हुनुहुन्छ। प्याज चाहिँ 1 केजी होला। अनि उता चाहिँ टमाटर रहेको छ, यतापट्टि बन्दा अनि मासु होला। मासु अनि यो चाहिँ मोमो मसला। अनि अङ्कलले काट्दै हुनुहुन्छ। दुईटा काटिसक्नुभयो। साथीहरू हाम्रो चाहिँ यहाँ मासु काटिसक्नुभयो, मासु काट्दै हुनुहुन्छ। अनि यता चाहिँ टमाटर छ अनि यता चाहिँ प्याज काटिसकेको छ। अनि हाम्रो चाहिँ यहाँ मासु यता हाम्रो बन्दा है एउटा चटपटी खाँदै। अनि यता हामी चाहिँ काम गर्दै। अनि अङ्कलले चाहिँ यहाँ मसला मासु काट्दै हुनुहुन्छ। अनि बाबाले चाहिँ प्याज काटिसक्नु भएको छ, अघि अङ्कलले काटिदिनु भएको। अनि बाबाले चाहिँ मसिनो पारिदिनुहुन्छ। अनि मम्मीले चाहिँ त्यहाँ तेल खनाएर होइन यहाँभित्र हाल्नुलाई किमा बनाउनुलाई। अनि साथीहरू होइन। अनि यहाँ चाहिँ यो जनु कि के भन्छ नि यसलाई, तिल तिल साथीहरू अचारको लागि मम्मीले चाहिँ कराई तताउँदै हुनुहुन्छ। अनि हाल्न लागेको साथीहरू भोजेले चटपटी खाँदै हुन्छ। 200 का खाजा खाने भनेको चाहिँ यति नै हो। अनि चाहिँ कोठाभित्र छ साथीहरू। अनि आज चाहिँ मैले स्कुलमा मागेर ल्याएको टिकेर। अनि प्याज चाहिँ यति रुपियाँको छ। कतिवटा पुरै छ, 4वटा पुरै छ। अनि फेरि बाबाले चाहिँ काट्दै हुनुहुन्छ होला नपुगेर। यति चाहिँ भएछ हौ किमा पनि। अनि आज चाहिँ यहाँ छ। अनि यो चाहिँ खुट्टापट्टिको भएको रहेछ। अनि टमाटर चाहिँ कति थोर हौ, यति टमाटरले त पुग्दैन साथीहरू। अब चाहिँ हामी सबै होइन किमा मासु सबै किमा बनाइसकेर साथीहरू होइन। अनि के अरे मोमो बनाउँदै हामी भिडियो बनाउँछौँ ल। त्योभन्दा अगाडि पनि बनाउन सक्छु, पछाडि पनि बनाउन सक्छु म। अहिलेको लागि राखेँ साथीहरू। मैले चाहिँ सबै मोमो बनाउने बेला चाहिँ साथीहरू मैले चाहिँ भिडियो बनाउँछु भने चाहिँ किमा बनाइसकेपछि अनि मैले चाहिँ फर्स्टमा भिडियो बनाएको छु। अनि यसै प्याज काटिसकेर चाहिँ बन्दा काट्दै हुनुहुन्छ। अनि यो बन्दामा चाहिँ त्यो सेतो सेतो किरा रहेछ क्या। ए गड्याउला साथीहरू। अनि यतिको भयो बन्दा त हेर्नु न, बन्दाभरि त्यस्तै त्यस्तो रहेछ। साथीहरू हेर्नु न, हड्डी नै हड्डी रातो मासु। अनि हामी यति भएको छ मासु सबै गर्दाखेरि। अनि यहाँ चाहिँ बन्दामा चाहिँ अरू पनि त्यस्तो गऱ्यो खा के भनेर हेरिदिनुहुन्छ बाबाले। अनि यता चाहिँ मम्मीले तिल भुटेर त्यो पर राख्नु भएको छ। अनि यता चाहिँ टमाटर काटिसक्नु भयो। अनि फेरि यहाँ तेल तताएर उता हाल्नुको लागि यहाँ रेडी पार्दै हुनुहुन्छ कराई। अनि मम्मीले चाहिँ यता पिस्दै हुनुहुन्छ। अनि अङ्कलले यता मासु काटिसकेको छैन। यता बाबाले के अरे प्याज काटेर बन्दा काट्दै हुनुहुन्छ। अनि बोजूले चाहिँ यहाँ चटपटी खाइसक्नु भयो। साथीहरू हाम्रो चाहिँ यहाँ किमा रेडी भइसकेको छ, पिठो पनि। अनि आज चाहिँ साथीहरू हाम्रो चाहिँ यहाँ नाङ्लो यता पान ताप्दैछ। यता अङ्कलले किमा बनाइसकेर यता के अरे मोमो राख्ने भाँडामा चाहिँ तेल डाल्दै हुनुहुन्छ। अनि यता चाहिँ सबै सामान रेडी भइसकेको छ। अनि यता चाहिँ मम्मीले के अरे अचार लिएर आएर यसरी पिनिसक्नु भएको छ। अब चाहिँ साथीहरू यो मोमो बनाउने अनि पकाउने अनि खाने मात्र काम है साथीहरू। अनि भोलि बिहान चाहिँ भाँडा माझ्ने यस्तो
साथीहरू च्यालेन्ज गर्ने रे अनि च्यालेन्जमा जो हार्छ त्यसले भोलि बिहान भाडा माझ्ने जाडोमा यता न यो पुन्टोले त ढोका थुनेको त यसले त खोलेरै भोलि भाडा माझ्ने आफू त यो म त गरेको माछु अनि बाबाले चाहिँ यता साथीहरू पिठो मेल के अरे पिठो मेल्दियो अरे पिठो त्यो पिठो सबै यसरी त्यो बेल्ने के यसरी मोमो बनाउनुको लागि अनि अङ्कलले मोमो बनाउने भाँडामा अङ्कल छालिसक्नु भयो हाम्रो चाहिँ यति सानो सेट छ साथीहरू अनि यता चाहिँ पानी ततिसकेको छ अब चाहिँ हामी के अरे म के अरे त्यो रोटी बेल्नुको लागिलाई चाहिँ बाबाले सानो सानो किमा बनाउँदै हुनुहुन्छ अनि यता अङ्कलले चाहिँ साथीहरू अङ्कलले चाहिँ अनि त्यो बाबाले बनाएको त्यो रोटीमा त्यो किमा हालिदिने क्या त्यसो गर्दै यहाँ हाल्ने साथीहरू हाम्रो चाहिँ सबै काम सकिसक्यो अनि अब चाहिँ हामीले यहाँ मोमो बनाउँदै हुनुहुन्छ अङ्कलले र मम्मीले चाहिँ आधी यसरी बनाउनुहुन्छ अङ्कलले चाहिँ बल्ल एउटा बनाउँदै हुनुहुन्छ साथीहरू बाबा चाहिँ यहाँ पिठो उत्यो गर्दै यसरी डल्लो पार्दै अनि बेल्दै अनि त्यसपछि पानी ततिसकेको छ तर एक किलो चाहिँ भरिसकेको छैन हालत त्यस्तो छ अनि यता चाहिँ बोजू हुनुहुन्छ अनि यता चाहिँ साथीहरू बाबाले पिठो त्यो मुस्दै हुनुहुन्छ र हाम्रो अङ्कल चाहिँ त्यहाँ बसालिसक्यो अनि हाम्रो किमा चाहिँ रहेको छ यति है साथीहरू यता मम्मी चाहिँ आफ्नै धुनमा है आफ्नै भागले साथीहरू होइन आफै गर्नुभएको छ साथीहरू हाम्रो चाहिँ मोमो पाकिसक्यो अनि आधी चाहिँ यहाँ बसालेको छ र यता चाहिँ हामी खाँदैछौँ साथीहरू हामी इन्जोय गर्दैछौँ कस्तो रहेछ म चाख्छु ल फर्स्टमा दमदम पर्छ है यम्मी भएछ साथीहरू छु भएर साथीहरू सबैजना हुन्छ च्यालेन्ज गर्दा मजा आउँछ च्यालेन्ज नगर्ने केटी मसँग 3-7 वटा छ तँसँग कतिवटा छ 3 कता 8 वटा एउटा खा तर म कसले छिटो खाइसक्नु खानु पहिला भोलि बिहान कसले भाडा बाँच्ने अर्किला मसँग बाजी गर्छ नभएर छ यहाँ 1 2 3 4 5 6 7 8 9 10 वटा खोल भयो भयो बाजी गर्छस् कसले पहिला खाइसक्ने ल यो फुट्टी आई अर्किला बिस्तारका अहिले अर्क्यो भने काट्दै थिएन खानु नपाएको आमामा खाइसक्यो तेरो कान्छ काकाले त अब कान्छा नि मान्ने भयो कृष्णले मार्छ भइहाल्यो ए सिस्नो 17 वटा मोमो खाइसकेँ मैले मान्छेले भक्कु चौधवटा पो खाउँछ अर्किन सक्यो साथीहरू यहाँनिर पुग्दैछ अर्किँदा मोमो चाहिँ समय हेरेर खुवाउँदा त्यो त्यसलाई लाउनु पर्दछ मुखभन्दा ठुलो छ मोमो अर्केला
यहाँ घाँटीमा भुटेको साथीहरूले चाहिँ अघि नै खाजा चाहिँ चटपटे बनाएर खाएको आज चाहिँ मिठो मिठो खानु पर्छ चटपटे दिउ है यो चटपटे मोमो मिठो रहेन अनि अघिको स्पाइसी अनि अघिको स्पाइसी अघि मिठो रहेछ छैन भन्दा अघि मिठो थियो पानीले आएको त्यस किनेर अहिलेको चाहिँ मिठो त्यसको सट्टा यो